यदि तपाईँलाई सुर किन लगाउनुपर्छ भनेर तपाईँलाई यो सुरको विषयमा थाहा छैन भने चाहिँ आज मैले सुर यहाँनिर जलाएको छु। यहाँ पूर्णिमाको दिन पनि हो आज है। यहाँनिर सुर पनि लगाइरहेको छु। अनि र तपाईँलाई सुरको विषयमा थाहा छैन भने चाहिँ म तपाईँहरू कमेन्ट बक्समा मिठो कमेन्ट गर्नुहोला। सुर भनेको के हो अनि किन जलाउनु पर्ने भन्नुहोला। यहाँनिर के मेरै आफ्नो मान्छे आएर यो सुरलाई खान्छ। यो सुरको जुन चाहिँ यो धुवाँ उडिरहेछ मकमक मकमक धुवाँ, यही धुवाँ चाहिँ त्यो मरेको मान्छेले आएर खान्छ या खाँदैन, यसको विषयमा पनि तपाईँलाई म एकदम मिठोसँगले जानकारी दिनेछु। र यो सुर भनेको के हो यसको विषयमा पनि म तपाईँलाई भन्नु चाहन्छु। यदि कुनै लामा पनि आएर पढ्छ, लु तपाईँको अब आफ्नो नाममा मैले सुर लगाइदिएँ, ऊ आएर खान्छ अनि यस्तो हेनतेन भनेर गयो भने अनि यो कुरा सही हो कि होइन यसमा पनि म तपाईँलाई एकदम स्पष्टसँगले म भन्नु चाहन्छु। सुर भनेको चाहिँ के हो भनेर चाहिँ है त। यदि तपाईँले कसैले सुर एकपल्ट पनि लगाउनु भएछ भने यति धेरै पुण्य पाउनुहुन्छ, तपाईँले यति धेरै पुण्य पाउनुहुन्छ है। यो सुर जलाउनु, अलिकति सुर जलाउनुमा बहुत धेरै पुण्य पाउँछ। तपाईँले एउटा प्राणीलाई बच्चाको भन्दा बेसी नै पुण्य पाउनुहुन्छ यो सुर जलाएकोमा चाहिँ। अब यो सुर भनेको चाहिँ के हो त नि, यति पुण्य पाउँछ। एउटा जिउँदो प्राणीलाई हामीले बचाउँदाखेरि पनि यो सुर जलाएकोमा यति पुण्य चाहिँ कसरी पाउँछ भनेर चाहिँ तपाईँलाई थाहा छैन भने चाहिँ तपाईँ कमेन्ट बक्समा मिठो कमेन्ट लेख्नु होला। लस्सो फेपुल जिटा सिद्धीले। अनि सबैलाई हार्दिक शुभकामना। गुड नाइट।